आज कति तारिक हो? आज 7 तारिक है आज आमा। 7 तारिक मे जुन 7 तारिक केटाहरूसित क्याम्प ग्लेनबर्नको क्याम्प रेसर्ट जाउँ भनेर घुम्नु निक्लेको। गाडी बोलाइरहेको छ पिकअप केटाहरूले, पर भेला भइरहेको छ गाडी आउने ठाउँमा। हुनु त हाम्रो तकदाहबाट ग्लेनबर्न त्यति टाढोको बाटो त होइन, र पनि मलाई यो क्याम्पको बारेमा त्यस्तो ठुलो जानकारी चाहिँ केही पनि छैन। जानकारी नहुँदै पनि यो भिडियो हेरेर चाहिँ दर्शकहरूले पनि केही न केही चाहिँ जानकारी जुटाउन सक्छ, अलिकति भए पनि हेल्प हुनसक्छ। जसले यहाँ आउन चाहन्छ उनीहरूको निम्ति एउटा सानो जानकारीमूलक भिडियो प्रस्तुत गर्ने मेरो जमर्को हो। यो भिडियो हेरेपछि तपाईँहरूले जे जानकारी मबाट छुटेको छ त्यो जानकारी पनि तपाईँहरूलाई उपलब्ध गराइदिने म यहाँबाट एउटा रिक्वेस्ट पनि गर्दछु। अलिअलि साथीभाइसित घुमघाम रमाइलो सँगसँगै जानकारी बटुल्नु पनि मुख्य उद्देश्य नै हो हाम्रो यो भिडियोको। अनि दर्शकहरू, तपाईँहरूलाई एउटा कुरा बताऊँ, यो अगाडि स्क्रिनमा जुन चाहिँ देख्नुहुँदैछ यो बाटो चाहिँ अहिले अन्डर कन्स्ट्रक्सन नै छ। यो मन्दिर जुन चाहिँ देख्नुहुँदैछ, विशेष मन्दिरको निम्ति म बोल्दैछु यहाँबाट। यो मन्दिरको निम्ति हाम्रा साथीभाइहरूले धेरै कोसिस धेरै परिश्रमहरू गरे। त्यसको साथसाथै तपाईँहरूले पनि यसमा धेरै सहयोग जुटाइदिनु भयो। तपाईँहरूकै सहयोग अनि निस्वार्थ सेवा भावनाले नै आज हाम्रो गाउँमा तकदा चियाबारी 9 नम्बरमा यो मन्दिर यसरी खडा भएको छ। र यसको निम्ति पनि हामी जसले तपाईँहरू जसले हामीलाई सहृदय सहयोग गर्नुभयो, जुनै हिसाबले पनि सहयोग गर्नुभयो, त्यसको निम्ति हामी यही भिडियो मार्फत पनि धेरै हाम्रो गाउँवासीको पक्षबाट म आफै पनि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। महाकालेश्वर शिव पार्वती मन्दिर भनेर जुन चाहिँ देख्नुहुँदैछ, यो मन्दिरहरूमा जसले सहयोग गर्नुभयो उहाँहरूलाई यसै भिडियो मार्फत म धन्यवाद ज्ञापन गर्दछु। आदिउदी साथीभाइहरू अझै यता साइडबाट म आउँदैछ, माथिल्लो गाउँबाट यताबाट। यहाँनिर चाहिँ हाम्रो भेट हुने भेटेको त्यहाँदेखिको रोग भन्दा यहाँ फेरि ऊ जाला यहाँबाट चाहिँ बिच उता देखे चाहिँ मान्यडाँडा बस्ती बाटो छ। स्टिल रफै छ, अफ रोडिङै छ। यो बाटो भएर चाहिँ माथिल्लो गाउँ जान्छ, जसले चाहिँ 25-30 घर कभर गर्छ। यो बाटोले चाहिँ 50-60 घर कभर गर्छ। यहाँबाट जाँदा चाहिँ मानेडाँडा बस्ती।
त रिभर ट्रायल गर्ने गाडी है कृष्ण तल मान्न राखे रिभर ट्रायलले हो रिभर ट्रायलमा बेचिरहेछ रिभर ट्रायल दादा तर यसमा अर्को दिइरहेको हाम्रो तक्दामा धेरै रुखपात छ है रुखपात धेरै छ नि ग्रिनेरी एकदम बेसी छ क्षमता भएको छैन रुख हेर न त्यसले त अब बत्तीको सप्लाईमा चाहिँ घरिघरि डिस्टर्ब हान्छ नि त है रुखपात धेरै छ राम्रो आज त सन्डे त तल रिभर ट्रायल पनि भिड हुन्छ को बसिरहेको छ यहाँ ए यहाँबाट पनि त है हाम्रो टिममा जोडिदियो यहाँबाट पनि त दुईजना चाहिँ जोडियो दुईजना चाहिँ जोडियो अब टी गार्डन फ्याक्ट्री बस बस यहाँबाट हाम्रो गोविन्द भाइ पनि जोडिया हो नमस्कार नमस्कार प्रणाम म तामाङमा तामाङमा फ्यापुला होइन नि त फ्यापुला हाम्रोमा सेवन नि फेरि अब ए ग्लेनमनमा फ्याक्ट्री वर्षा के एक रात फिल्मको सुटिङ भएको लोकेसन अमिताभ बच्चनको 1983 को कुरा होला है कन्फर्म चाहिँ छैन बिहिबारे हाट भन्थ्यो एक समय बिहिबार यहाँनिर बगानको पेमेन्ट हुँदा यहाँनिर हाट लाग्ने गर्थ्यो अहिले त्यो सब छैन इतिहास भयो अब हामी सिङ्गुदाम ग्लेनमा जाने बाटो जो बाटो आइपुग्नु त्यहाँबाट हामी लेफ्ट साइड लाग्यौँ भने चाहिँ सिङ्गुदाम ग्लेनमा जान्छ सिधै उकालो गयौँ भने चाहिँ 6 माइल हुँदै दार्जिलिङ कालेबुङ सिक्किम यस अगाडि देख्नुहुन्छ तपाईँले देब्रेतिर सोझै सिङ्गीताम प्राइमेरी हेल्थ सेन्टर यहाँनिर सामान्य उपचार गरिन्छ
गरम छ है ग्लेनबर्नबाट चाहिँ हिँडिँदा हो अब हामी सुम्बुङपट्टि लाग्दैछौँ यहाँनिर माइलस्टोनमा लेखेको छ सिम्बोङ 3 किलोमिटर लेखेको छ है अलिकति बाटो चाहिँ अलिकति अप्ठ्यारो टाइपको छ हो बाटो अप्ठ्यारै छ म अस्ति बाइक लगेर पर सुम्बुङसम्म चाहिँ गएँ हौ हजुर दर्शकहरू अब हामीले सुम्बुङ तर्फ लाग्यौँ हामी सुम्बुङ पुग्यौँ अब यो अगाडि जुन चाहिँ देख्नु हुँदैछ यो तपाईँले देख्दै गरेको लेफ्ट साइडको चाहिँ एउटा सुम्बुङको सानो ग्राउन्ड हो माथिल्लोतिर चाहिँ सुम्बुङ प्राइमेरी स्कुल छ सुम्बुङ रमाइलो जग्गा छ यो सुम्बुङलाई हामी अब बिस्तारै बिस्तारै क्रस गर्दै गर्दै हामी अब क्याम्पको अघिल्लो भागतिर जानेछौँ रेलको पट्टिको छ अहिले नयाँ पुरै नि पारी देखेको चाहिँ सिक्किम हो नि हो है यो यता यो गाडीहरू कुद्दैछ नि ऊ पर दाजु यो यता ऊ जाने जोरथाङ जाने है जोरथाङ मल्ली त यता पऱ्यो नि त कुदाएर हिँडेको यो जोरथाङको बाटो धेरै वर्ष अगाडि पारी देखेको होला पारी सिक्किम यता हाम्रो वेस्ट बङ्गाल पश्चिम बङ्गाल अनि सिक्किमको बिचको यो खोला रुङदुङको उत्तर रङको सुको भन्ने यहाँले देख्दै गरेको सिक्किम ग्लेनबर्न टी स्टेटको गफकपी पर्छ हामी अहिले जहाँ पुगेको यो जग्गाहरू चाहिँ यहाँनिर एउटा ग्लेनबर्न
रेजर्ट बनाएको छ त्यही माथि किचन छ यो ग्रुप आउँदाखेरि यहाँनिर भइदिन्छ उनीहरूले बुकिङ गरेर आएपछि त्यो किचन युज गर्नु दिन्छ सामान लिएर आउनु पनि आफै बस्दा हुन्छ हावा डल्लो टाइपको बनाइदिएको छ गाउँमा मच्छर नलागोस् भनेर मस्किटी नेट पनि वरिपरि छ ल अहिले चाहिँ हाम्रो केटाहरू खोलातर्फ जाँदैछ हो आदि ग्रुप चाहिँ अलिअलि एज भएकोहरू रिटायर्डहरू चाहिँ यहीँ बसिरहेको छ शीतलमा गर्मी अत्याधिक छ अहिले मोबाइलमा टेम्परेचर 34 देखाउँदैछ र यतै मदै अलिकति पाइथनहरूको डर लाग्छ साँपहरू यो एरिया एकदमै राम्रो भेजिटेसनहरू उनीहरूको लागि हो अब यो चाहिँ आमामा बृहत छ नि खोला त अब ठुलो छ अन्त कत्रो चाहिँ बगिरहेको छ गर्मी अझै बढ्दै जान्छ खोलाको मुखमा पुगेपछि बल्ल तातेको रिफ्लेक्ट भएर आउँछ नि उकालो हिट रिफ्लेक्सन एकदमै राम्रो छ ठुलो छ खोला पनि खोला के नदी यो त रुङदुङको खेत हो यो उकालो रुङदुङ भएर आउँछ यो पारीको बाटो टिस्टा हो त्यही उयो हो सिक्किम हो पारी यो माथिबाट उता जोरथाङ जाने बाटो छ यो उता चाहिँ टिस्टा जान्छ
आजको यात्रा एन्डिङ भयो हो। हाम्रो यहाँ गाडीले छोडिदियो भने अब हामी घरतिर लाग्छौँ। आज रमाइलो भयो, दिनभरि उतै बिताइयो क्याम्पमा। हाम्रो गाउँको बेलुका यसो टाइम पास सबै बुजुर्ग केटाकेटी भेला हुने ठाउँ चाहिँ यो बेलुका यसो आयो गफसफ गऱ्यो हो, रमाइलो हुन्छ यहाँनिर। यो जग्गा चाहिँ यस्तो छ। जाउँ बागु ल भाइ ल नरे पाके दामी हुँदैछ त्यो राखेर एउटा मात्रै एकछिनहरू नगरे वीडियोस बनाने हैं फिल्मोरा है ना।